सम्पूर्णलाई नमस्ते। स्वागत छ यस च्यानलमा। अनि आज चाहिँ हामी यो 61 नम्बरदेखिको पछाडिको क्वेसनहरू चाहिँ डिस्कस गर्न जाँदैछौँ। सुरु गरौँ है त। द ब्रिक वर्क इज नट मेजर्ड इन क्युबिक मिटर इन केस अफ भनेको छ होइन। वान अर मोर देन वान ब्रिक वर्क इन आर्क, रेनफोर्स्ड ब्रिक वर्क अनि हाफ ब्रिक वल भनेको छ। किनभने हाफ ब्रिक वल भनेको के हो त, स्क्वायर मिटरमा मेजरमेन्ट हुन्छ है त। अर्को छ इन मेजरिङ फर्म वर्क नो डिडक्सन इज मेड फर ओपनिङ अप टू भनेको छ। यसको एन्सर चाहिँ के हुन्छ, 0.4 मिटर स्क्वायर हुन्छ है त फर्म वर्कको केसमा। द मोस्ट एक्युरेट इस्टिमेट इज भनेको छ, एकदमै सजिलो एन्सर, डिटेल इस्टिमेट। अनि इन एब्सेन्स अफ डिटेल डिजाइन द पर्सेन्टेज अफ स्टिल इन कङ्क्रिट कलम इज युजली इस्टिमेटेड एज भनेको छ। स्टिल कलममा चाहिँ कङ्क्रिट कलममा चाहिँ स्टिल चाहिँ के गरिन्छ, 1 देखि 5% एज्युम गरिन्छ होइन डिजाइन गर्दा। विच इस्टिमेट इज एक्सपेक्टेड टु बी लिस्ट एक्युरेट भनेको छ। यसको एन्सर चाहिँ के हुन्छ, प्लिन्थ एरिया इस्टिमेट। द भ्यालुएसन अफ द बिल्डिङ डिपेन्ड्स अपन भनेको छ its structure and durability, quality of material used, size, shape and type, all of the above भनेको छ। यसको एन्सर all of the above भयो त। valuation is done to find भनेको छ। valuation is done to find imaginary worth of the property, real worth of the property, past worth of the property, future worth of the property भनेको छ। यसको एन्सर चाहिँ के हो त, real worth of the property. The minimum width of a septic tank is taken as भनेको छ। यसको एन्सर चाहिँ हामीले सम्झिनु पर्यो, मिनिमम विड्थ 75 सेन्टिमिटर हो है त। स्पेसिफिकेसन फर द होल्ड फास्ट आर गिभन इन टर्म्स अफ भनेको छ। होल्ड फास्ट जहिले पनि के हुन्छ त, वेटमा मेजर गरिन्छ। अ बिल अफ क्वान्टिटी कन्सिस्ट अफ भनेको छ एउटा आइटम रेट, डिस्क्रिप्सन अफ आइटम, क्वान्टिटी, अल अफ द एबभ भनेको छ। यसको एन्सर के हो त, अल अफ द एबभ। द मोस्ट रिलायबल इस्टिमेट इज भनेको छ। यसको एन्सर एकदमै सजिलो एन्सर, डिटेल इस्टिमेट। डेन्सिटी अफ सिमेन्ट भनेको छ। यसको एन्सर चाहिँ के हो त, 1440। इन रेट एनालाइसिस द नम्बर अफ ब्रिक्स पर क्युबिक मिटर इज टेकन एज भनेको छ। रेट एनालाइसिसमा हामीले के गर्छौँ त, ब्रिकको नम्बर भनेको 500 राख्छौँ है त, 1 घन मिटरमा। इन लङ एन्ड सर्ट वाल मेथड अफ इस्टिमेसन द लेन्थ अफ लङ वाल इज सेन्टर टु सेन्टर डिस्टेन्स बिट्विन द वाल एन्ड के हो त, दुवै साइडमा हाफ द ब्रिथ अफ द वाल जोड्नु पऱ्यो है त। सेन्टर लाइनबाट लङ वालको लेन्थ मेजर गर्दाखेरि सेन्टर टु सेन्टर डिस्टेन्स प्लस के हुने भयो त, हाफ ब्रेथ अफ द वाल, दुवै साइडमा वालको ब्रेथको हाफ चाहिँ एड गर्नु पऱ्यो। ओरिजिनल कस्ट अफ द प्रपर्टी माइनस डिप्रिसिएसन भनेको के हो त, बुक भ्यालु। ओरिजिनल कस्टमा डिप्रिसिएसन माइनस गऱ्यो भने त्यसले के दिन्छ, बुक भ्यालु दिन्छ। एप्रोक्सिमेट वेट अफ 1 क्युबिक मिटर माइल स्टिल भनेको छ। यसको के हुने भयो त एन्सर, 7850 kg। इन अ डिटेल इस्टिमेट द प्रोभिजन अफ फर कन्टिन्जेन्सिज इज युजली कति हुन्छ, 3 देखि 5%। एनुअल रेन्ट इज जेनरली फिक्स्ड एट कतिसम्म राखिन्छ त हामीले एनुअल रेन्ट बिल्डिङमा, 5 देखि 10%। द मेन फ्याक्टर टु बी कन्सिडर्ड व्हाइल प्रिपेयरिङ अ डिटेल इस्टिमेट इज क्वान्टिटी अफ मेटेरियल्स, ट्रान्सपोर्टेसन अफ मेटेरियल्स, साइट लोकेसन एन्ड लोकल लेबर चार्ज। यो के भयो त, अल अफ द एबभ। For 100 meter square concrete, 1:2:4, 4 cm thick floor, the quantity of cement required is भनेको छ। यसको यहाँनिर सल्भ गरेर देखाएको छ है। 100 मिटर स्क्वायर कङ्क्रिट ऊ दिएको छ के अरे स्ल्याब, अनि 1:2:4 अनि 4 सेन्टिमिटर चाहिँ त्यसको थिकनेस। अब यसमा के गर्छौँ त, फर्स्टमा वेट भोल्युम भनेको यो एरिया इन्टु
थिकनेस गरेर निकाल्छौँ। यो भनेको 100 मिटर स्क्वायर इन्टु 0.04 सेन्टिमिटरलाई चाहिँ मिटरमा लगेको गर्दाखेरि 4 मिटर क्युब भयो। अनि त्यस पछाडि चाहिँ अब यहाँनिर चाहिँ के छ 10% चाहिँ अनइभननेस र अनि यो चाहिँ के भन्छ अरे लसको लागि चाहिँ एड गरेको छ। त्यो गर्दाखेरि कति आउने भयो 4.4 आयो है 4.4। अनि त्यसपछि ड्राई भोल्युम अफ कङ्क्रिट भनेको जहिले पनि हामीले के गर्नुपर्छ 1.5 देखि 1.54 टाइम्स द वेट भोल्युम लिन्छ। त्यसैले ड्राई भोल्युम भनेको कति आयो त 6.6। अब हामीले के गर्छौँ त 6.6 छ अनि डिभाइड बाई 1:2:4 यो गर्दाखेरि कति आयो 6.6 डिभाइड बाई 7 भनेको यसले कति दियो त भ्यालु 0.94 दियो है त। यसरी चाहिँ यसको भ्यालु निकाल्न सकिन्छ है। द मेजरमेन्ट इज मेड इन स्क्वायर मिटर इन केस अफ के हो अल अफ दि एबभ भयो यसको एन्सर। किनभने हनीकममा पनि हामीले मिटर स्क्वायरमा मेजर गरिन्छ। अनि त्यस पछाडि चाहिँ ब्रिक फ्ल्याट सोलिङमा पनि यो सोलिङ हो है गाइस, यहाँ सल्भिङ भएको रहेछ सोलिङ हो। अनि त्यसपछि हाफ ब्रिक वालमा पनि के गरिन्छ त स्क्वायर मिटरमा मेजरमेन्ट गरिन्छ है त। अर्को छ अनि बिल अफ क्वान्टिटिज डज नट कन्टेन भनेको छ होइन। बिल अफ क्वान्टिटिजमा के हुँदैन आइटम डिस्क्रिप्सन, आइटम वाइज रेट अफ इम्प्लोयर, आइटम वाइज रेट अफ कन्ट्र्याक्टर अनि युनिट अफ आइटम। यसको के हुने भयो त आइटम वाइज रेट अफ इम्प्लोयर चाहिँ हुँदैन है त। द एरिया इज मेजर्ड करेक्ट टु द नियरेस्ट। यो के हुने भयो एरिया भोल्युम भनेको चाहिँ हामीले के गरिन्छ 0.01 को नियरेस्टमा मेजरमेन्ट गरिन्छ। द स्पेसिफिकेसन अफ वर्क इन्क्लुड्स क्वालिटी एन्ड क्वान्टिटी अफ मेटेरियल्स, टेक्नोलोजी अफ वर्क, मेजरमेन्ट अफ वर्क। यो के हुने भयो त अल अफ द एबभ हुने भयो है त। अनि इनलाइङ वाटर एन्ड सिवेयर लाइन्स डाइमेन्सन स्याल बी टेकन टु द नियरेस्ट भ्यालु। कति दिँदो रहेछ त 0.01 मिटर है त। अनि क्रस सेक्सनल एरिया इज भनेको छ अनि एमएम स्क्वायरमा दिएको छ अनि वेट केजी पर मिटरमा दिएको छ। यो 16 एमएम रडको कति हुन्छ भनेको छ। अब जस्तो एरिया भनेको त पाइडी स्क्वायर बाई 4 गर्न सक्यो। अनि अर्को हाम्रो चाहिँ 16 एमएम डाएको के भन्छ अरे युनिट वेट केजी पर मिटरमा निकाल्दाखेरि के हुन्छ त डी स्क्वायर बाई 162 है त। यो गरेर के हुने भयो त यसको एन्सर आउने भयो। यसको चाहिँ एन्सर के भयो सी भयो है त। क्रस सेक्सनल एरिया र अनि के भन्छ अरे हाम्रो पर युनिट वेट सोधेको छ है डी स्क्वायर बाई 162। पर्पोज अफ भ्यालुएसन भनेको छ। भ्यालुएसनको पर्पोज के हो त बाइङ एन्ड सेलिङ अफ प्रपर्टिज फर ट्याक्सेसन फर मोर्टगेज भनेको छ है। यो सबै भयो। अनि इन कोरुगेसन ग्याल्भनाइज्ड आइरन सिट द पिच अफ द कोरुगेसन इज मेजर्ड युजली एज भनेको छ। यसको एन्सर चाहिँ के हुने भयो 75 एमएम है। पिच अफ द के हो त कोरुगेसनको पिच चाहिँ जेनरली मेजर्ड कति एज 75 एमएम। अनि विच अफ द फलोइङ इज द नट कमन साइज अफ रेन्फोर्समेन्ट बार इन बिल्डिङ वर्क। बिल्डिङ वर्कमा हामीले के गरिन्छ 32 को डन्डी प्रयोग गरिँदैन है त 16, 20, 25 को युज गरिन्छ। अनि त्यस पछाडि चाहिँ द युनिट अफ मेजरमेन्ट फर कङ्क्रिट वर्क इन आरसिसी भनेको के हो त एकदमै सजिलो घनमिटर। अनि डिटेल स्पेसिफिकेसन अफ अ पर्टिकुलर प्रोजेक्ट गिभ्स। डिटेल स्पेसिफिकेसनले के दिन्छ क्वालिटिज अफ मेटेरियल, एक्जिक्युसन एन्ड वर्कम्यानसिप अफ वर्क। यसको एन्सर के भयो बोथ ए एन्ड बी। स्कर्टिङ युज्ड इन टेराजो फ्लोर इज मेजर्ड इन स्कर्टिङ जहिले पनि के हुन्छ त रनिङ मिटरमा मेजरमेन्ट हुन्छ। एन एस्टिमेट इज भनेको छ क्यालकुलेसन अफ क्वान्टिटिज रिक्वायर्ड इन द कन्स्ट्रक्सन अफ अ वर्क, कम्प्युटेसन अफ एक्सपेन्डिचर लाइकली टु बी नकर्ड इन द कन्स्ट्रक्सन अफ अ वर्क होइन। यसको एन्सर के भयो बोथ ए एन्ड बी। इन गभर्मेन्ट नर्म्स फर रेट एनालाइसिस द एमाउन्ट अफ वर्क चार्ज इस्टाब्लिसमेन्ट कस्ट एज कति % अफ टोटल रेट भनेको छ होइन। वर्क चार्ज इस्टाब्लिसमेन्ट भनेको जहिले पनि के हुन्छ 1.5% है त सम्झिनु पऱ्यो। वर्क
वर्क चार्ज इस्टाब्लिसमेन्ट भनेको जहिले पनि के हुने भयो 1.5%। एक्चुअल कस्ट अफ एनी स्ट्रक्चर नोन, त्यसलाई के जस्तो एक्चुअल कस्ट त कति बेला थाहा हुन्छ त भन्दा आफ्टर के हो कम्प्लिसन अफ वर्क। आफ्टर कम्प्लिसन अफ वर्क के हुन्छ त बल्ल कति एक्ज्याक्ट कस्ट चाहिँ आउने भयो। विच द चेयरपर्सन अफ डिस्ट्रिक्ट लेभल कन्स्ट्रक्सन वेजेस फिक्सेसन कमिटी इन नेपाल। यो के हुन्छ त कसको संयोजकत्वमा चाहिँ रेट फिक्सेसन हुन्छ भन्दा सिडिओको है, जिल्लाको सिडिओले चाहिँ मिटिङ गरेर रेट फिक्सेसन हुन्छ। यो भयो। अनि त्यसपछि अर्को हाम्रो के छ डिटेल इस्टिमेट इज एकम्प्लाइड विथ भनेको छ है। डिटेल इस्टिमेट इज एकम्प्लाइड भनेको के चाहिन्छ भन्न खोजेको रेट एनालाइसिस, ड्रइङ डिजाइन, क्यालकुलेसन, जेनरल स्पेसिफिकेसन। यो के भयो अल अफ दि एबभ। सेल्भेज भ्यालु अफ एन स्ट्रक्चर। सेल्भेज भ्यालु के हो त भन्दाखेरि मोर देन स्क्रैप भ्यालु। यही नै हो है एन्सर, किनभने स्क्रैप भ्यालु भनेको डिसमेन्टल गरिसके पछाडिको भ्यालु हो। यो जहिले पनि के हुन्छ कम हुन्छ कुन भन्दा सेल्भेज भ्यालु भन्दा कम हुन्छ। द मेन पर्पज अफ रेट एनालाइसिस इज भनेको छ होइन। रेट एनालाइसिसको मेन पर्पज के हो त टु फाइन्ड एक्चुअल कस्ट पर युनिट आइटम, टु फाइन्ड द इकोनोमिक युज अफ द मेटेरियल। यसको के हो बोथ ए एन्ड बी। एप्रोक्सिमेट वेट अफ 1 क्युबिक मिटर माइल स्टोन भनेको छ 7850 केजी हो। यो चाहिँ टनमा लाँदा के भयो त 7.85 टन भयो है त। द ओभरहेड एन्ड प्रफिट क्लेम्ड बाई द कन्ट्र्याक्टर टु क्लाइन्ट इज के हो त इन्क्लुडेड इन मेटेरियल्स ओन्ली, सेपरेट आइटम, इन्क्लुडेड इन लेबर्स ओन्ली, इन्क्लुडेड इन रेट एनालाइसिस। के हुन्छ त कन्ट्र्याक्टर ओभरहेड र प्रफिट भनेको जहिले पनि रेट एनालाइसिसमै हामीले के गर्छौँ 15% एड गर्छौँ है त। द भोल्युम अफ अर्थक्वेक इन एक्सकाभेसन इन फाउन्डेसन इज मेजर्ड इन के हुने भयो मिटर क्युबमा मेजर गरिन्छ है त एक्सकाभेसनको। वाइल प्रिपेयरिङ एन इस्टिमेट द पर्सेन्टेज एडेड अन एकाउन्ट अफ फिजिकल कन्टिन्जेन्सिज एज पर पब्लिक प्रोक्युरमेन्ट रेगुलेसन भनेको फिजिकल कन्टिन्जेन्सी हामीले कति दिइन्छ 10%। Which of the following columns is left blank in bidding document by the employing agency? के हुन्छ त भन्दाखेरि हामीले जस्तो कुन चाहिँ कलमलाई खाली राख्छौँ बिडिङ गर्दा त्यो भनेको युनिट रेट अफ आइटम। आइटमको रेट चाहिँ के हुन्छ त खाली हुन्छ, त्यो चाहिँ बिडरले आफूले फिल गर्नुपर्छ है त। चेयरपर्सन फर कन्स्ट्रक्सन मेटेरियल रेट फिक्सेसन कमिटी अघि हामीले कुरा गरिसक्यौँ सिडिओ, जिल्लाको सिडिओ है त रेट फिक्सेसन कमिटीको चेयरपर्सन। द क्वान्टिटी अफ वुड फर डोर एन्ड विन्डो सटर क्यालकुलेटेड इन सटर के हुन्छ त स्क्वायर मिटर। अब त्यसको चौकस भन्यो भने के हुन्छ घनमिटरमा है त। विच अफ द फलोइङ इज नट अ पार्ट अफ इस्टिमेटिङ नर्म्स फर रेट एनालाइसिस अरे। which of the following is a not part of estimating norms for the rate analysis? लेबर कस्ट चाहिन्छ, मेटेरियल कस्ट चाहिन्छ, इक्विपमेन्ट कस्ट चाहिन्छ, हामीलाई नचाहिने भनेको ट्याक्सेस है त। द टाइप अफ इस्टिमेट युज टु क्यालकुलेट द कस्ट अफ द बिल्डिङ अरे। बिल्डिङ बजेटरी पर्पज इज इन जेनरल। बजेटरी पर्पजको लागि हामीले के गर्छौँ त भन्दा प्रिलिमिनरी इस्टिमेट गर्छौँ है त। भ्यालुएसन इज द प्रोसेस अफ डिटरमाइनिङ भनेको छ होइन। भ्यालुएसन भनेको के हो त अफ डिटरमाइनिङ। इस्टिमेट अफ वर्क भनेको छ। रेट एनालाइसिस फर अ वर्क भनेको छ। करेन्ट वर्थ अफ एन एसेट भनेको छ, एसेट भनेको छ। यो चाहिँ के हुन्छ भ्यालुएसन भनेको करेन्ट वर्थ अफ एन एसेट थाहा पाउने एउटा मेथड हो है। द एप्रोक्सिमेट पर्सेन्टेज बाई भोल्युम अफ द रेन्फोर्समेन्ट फर आरसिसी छज्जा र सनसेटमा हामीले कति राखिन्छ त जस्तो पर्सेन्टेजमा दिँदाखेरि 0.5% है त। ल सम्झिनु पऱ्यो है। पर्सेन्टेज अफ बाई भोल्युम अफ रेन्फोर्समेन्ट फर आरसिसी छज्जा र अनि सनसेटको लागि कति दिन्छ 0.5%। द प्रोपर्टी अफ द भ्यालु अफ द प्रोपर्टी विदाउट बिङ डिसमेन्टल एट द इन्ड अफ द युजफुल लाइफ पिरियड भनेको के हुन्छ त विदाउट डिसमेन्टल भन्यो भने साल्भेसन भ्यालु। द मेथड अफ क्यालकुलेसन अफ क्वान्टिटी इज भनेको छ लङ वाल मेथड, सर्ट वाल मेथड, लङ वाल एन्ड
सर्ट वाल मेथड, नन अफ द एबभ भनेको चाहिँ यो के हो, लङ वाल एन्ड सर्ट वाल मेथड। When not specified, the volume of RCC work is taken as स्पेसिफाइड गरेको छैन भने हामीले भोल्युम अफ आरसिसी कति लिन्छौँ, 0.6 देखि 1% अफ आरसिसी भोल्युम। प्रोभिजनल सम इज एलोकेटेड फर, प्रोभिजनल सम के को लागि हो, एडिसनल पेमेन्ट फर आइटम इन्क्लुडेड इन द इस्टिमेट होइन, टाइप्स अफ वर्क हुज डिटेल्स आर नट नोन प्रिपेयरिङ द इस्टिमेट, अनि अर्को छ पेमेन्ट टु द कन्ट्र्याक्टर आफ्टर वर्क इज कम्प्लिटेड सेटिस्फ्याक्टोरली होइन, पेमेन्ट टु सुपरभाइजरी स्टाफ होइन। भनेपछि के हो त, टाइप अफ वर्क होइन, हुज डिटेल्स आर नट नोन, अनि प्रिपेयर गर्दै गर्दाखेरि त्यसको डिटेल थाहा नभएको कारणले गर्दाखेरि हामीले त्यसमा के दिन्छौँ त, प्रोभिजनल सम लम सममा दिन्छौँ। अनि स्याल्भेज भ्यालु इज द भ्यालु अफ, स्याल्भेज भ्यालु यो धेरै दोहोरिराख्ने क्वेसन हो, यो चाहिँ प्रपर्टी एट द इन्ड अफ युटिलिटी पिरियड विदाउट डिसमेन्टलिङ। अर्को क्वेसन छ, द कन्ट्र्याक्टर इन विच द कन्ट्र्याक्टर इज पेड फर द एक्चुअल वर्क पर्फर्मड एन्ड एन एग्रिड पर्सेन्टेज अर अ फिक्स्ड सम अर फ्लक्चुएटिङ फी फर द वर्क इज टर्म्ड एज भनेको छ है। यसको एन्सर के भयो त, कस्ट प्लस पर्सेन्टेज भनेको लाग्ने कस्टमा चाहिँ केही पर्सेन्टेज चाहिँ त्यसलाई प्रफिट दिने है त। अर्को क्वेसन छ, डिमोलिसन भनेको छ, डिमोलिसन भनेको के हो त, डिमोलिसन भनेको ब्रेकिङ अफ द स्ट्रक्चर हो। अब यसमा चाहिँ तपाईँको डिमोलिसन भनेको ब्रेकिङ अफ द स्ट्रक्चर फुटाल्ने मात्र भयो। अब चाहिँ तपाईँको चाहिँ यहाँनिर डिसमेन्टल भनेको भए चाहिँ फेरि एन्सर के हुन्थ्यो त, डिसमेन्टल मिन्स भनेको भए चाहिँ यसको एन्सर के हुन्थ्यो, ब्रेकिङ अफ द स्ट्रक्चर विथ केयर हुन्थ्यो है त। अनि द क्वान्टिटी अफ सोलिङ इज अब्टेन्ड इन भनेर सोलिङ के गरिन्छ, हाम्रो जहिले पनि मिटर स्क्वायरमा मेजर गरिन्छ है त। सोलिङ भनेको के हुन्छ त, मिटर स्क्वायरमा मेजर हुन्छ। ब्रिक वर्क इज मेजर इन स्क्वायर मिटर भनेको छ, हनीकम ब्रिक वर्क, अनि ब्रिक फ्ल्याट सोलिङ, अनि हाफ ब्रिक वाल। यसको एन्सर के हुन्छ, अल अफ दि एबभ। द टर्म भ्यालुएसन इन रेफरेन्स टु सिभिल इन्जिनियरिङ इज द प्रोसेस अफ इस्टिमेटिङ द पोटेन्सियल अफ एन एसेट्स, पोटेन्सियल अफ एन एसेट भनेको छ होइन, पोटेन्सियल के हो त, द टर्म भ्यालुएसन, भ्यालुएसनलाई के गर्ने भयो त, यसले चाहिँ के जनाउँछ भन्दाखेरि मार्केट भ्यालु जनाउँछ है त। द अमाउन्ट प्रोभाइडेड इन द इस्टिमेट एन्ड बिल अफ क्वान्टिटिज फर सम स्पेसलाइज्ड वर्क टु बी डन बाई अ स्पेसलिस्ट फर्म हुज डिटेल्स आर नट नोन एट द टाइम अफ प्रिपेयरिङ इस्टिमेट भनेको छ। यसको के हुने भयो त, यसको एन्सर अघि हामीले पनि अघि माथि पनि डिस्कस गरेका छौँ, प्रोभिजनल सम। अनि द स्ट्यान्डर्ड युनिट अफ मेजरमेन्ट फर एक्सपान्सन जोइन्ट अफ अ रुफ वाल अर ब्रिज, हामीले के गरिन्छ, रनिङ मिटरमा चाहिँ एक्सपान्सन जोइन्टलाई चाहिँ जहिले पनि हामीले के गरिन्छ त, रनिङ मिटरमा मेजर गरिन्छ है त। द सप्लिमेन्ट्री स्पेसिफिकेसन प्रिपेयर्ड एन्ड एप्लाइड इफ द स्ट्यान्डर्ड स्पेसिफिकेसन डज नट कभर द रिक्वायरमेन्ट अफ वर्क अन्डर द कन्ट्र्याक्ट इज, त्यसलाई के भनिन्छ त, स्पेसियल स्पेसिफिकेसन है त। स्पेसिफिकेसन अफ वर्क इज रिक्वायर्ड ओन्ली व्हेन द वर्क इज क्यारिड आउट बाई, के हो त, स्पेसिफिकेसन कति बेला चाहिन्छ त, कन्ट्र्याक्टरले काम गर्दा पनि चाहियो, दिन गन्तीको रूपमा काम गराउँदा, मस्टर रोलमा काम गराउँदा पनि चाहियो, युजर कमिटीबाट काम गराउँदा पनि चाहियो। त्यो भएको कारणले अल अफ द एबभ है त। द ड्याम प्रुफ कोर्स इज मेजर्ड इन, के हुन्छ, ड्याम प्रुफ भनेको जहिले पनि स्क्वायर मिटरमा मेजर हुन्छ है त। इस्टिमेट भनेको के हो, एन इस्टिमेट इज भनेको छ, यो चाहिँ प्रोबेबल कस्ट अफ द वर्क। एक्चुअल कस्ट अफ द वर्क इज अब्टेन्ड, के हुन्छ, एक्चुअल कस्ट भनेको अघि पनि पढिसक्यौँ, आफ्टर कम्प्लिसन अफ द वर्क। वाट इन्डिकेट्स फर 80/100 इन केस अफ बिटुमिन, यो 80/100ले के गर्छ त भन्दाखेरि पेनिट्रेसन टेस्ट, पेनिट्रेसन ग्रेड चाहिँ इन्डिकेट गर्छ है त। 80/100ले पेनिट्रेसन ग्रेड
इन्डिकेट गर्छ। विच अफ द फलोइङ इज द मोस्ट करेक्ट इस्टिमेट भनेको छ होइन, यो चाहिँ एकदम इजी डिटेल इस्टिमेट। द लिफ्ट अफ द अर्थवर्क इज भनेको छ, लिफ्ट भनेको जहिले पनि कति हो त 1.5 अनि लिड भनेको 30 मिटर। इन अर्डिनरी टाइप अफ बिल्डिङ द कस्ट अफ मेटेरियल कम टु अबाउट, एउटा बिल्डिङ बनाउँदै गर्दाखेरि मेटेरियल कस्ट कति आउँछ जेनरली 60% आउँछ है त। द भ्यालु अफ द भ्यालु एट द इन्ड अफ द युटिलिटी पिरियड विदाउट बिङ डिसमेन्टल भनेको salvage value. The nominal lead and lift allowed for the earthwork in excavation of the foundation भनेको lead र lift कति हो 30 र 1.5 है त। यो एकदमै रिपिटेड रहेछ क्वेसन। पर्पज अफ इस्टिमेट भनेको छ टु एसर्टेन द रिक्वायर्ड मनी फर द वर्क हो, टु इन्भाइट टेन्डर फर द भ्यालुएसन अफ एक्जिस्टिङ प्रपर्टी। यो चाहिँ के हुने भयो त अल अफ द एबोभ। द प्रोसेस अफ क्यालकुलेटिङ कस्ट एन्ड मेटेरियल अफ कस्ट एन्ड अमाउन्ट अफ मेटेरियल लेबर एन्ड इक्विपमेन्ट्स फर अ युनिट अफ वर्क टुगेदर विथ ओभरहेड अफ द कन्ट्र्याक्टर एन्ड प्रफिट, त्यसलाई के भनिन्छ हामीले रेट एनालाइसिस भनिन्छ है त। यसमा चाहिँ के छ त रेट एनालाइसिसमा सबै छ, जस्तो कस्ट एन्ड अमाउन्ट अफ मेटेरियल होइन, मेटेरियलको कस्ट र अमाउन्ट दुवै छ। के को छ भन्दाखेरि मेटेरियलको कस्ट र अमाउन्ट, मेटेरियलको लेबरको इक्विपमेन्टको, अनि त्यसमा के पनि दियो ओभरहेड 15% पनि एड गरियो भनेपछि के हो ओभरहेड एन्ड प्रफिट 15% पनि एड गरियो भनेपछि त्यो के भयो त रेट एनालाइसिस भयो त। द मेजरमेन्ट अफ स्टिल ग्रिल्स इज टेकन इन टर्म्स अफ भनेको छ होइन, स्टिल ग्रिल्स के हुन्छ त वेटमा मेजर गरिन्छ। द युनिट अफ मेजरमेन्ट अफ फर द 25 mm थिक सिमेन्ट कङ्क्रिट 1:2:4, यहाँनिर थिकनेस स्पेसिफाइड गरेको छ भने त्यो के हुन्छ त मिटर स्क्वायरमा मेजरमेन्ट हुन्छ है त। सरी एन इस्टिमेट इज भनेको छ, यो त अघि आइसक्यो है, प्रोबेबल कस्ट भन्ने आइसक्यो। यो 80/100 ले पनि के इन्डिकेट गर्छ भन्दाखेरि पेनिट्रेसन ग्रेड, अनि यसमा चाहिँ तपाईँको VG10 भनौँ भने चाहिँ यसले के गर्छ त भिस्कोसिटी ग्रेड चाहिँ भन्ने पनि बुझाउँछ है। विच अफ द फलोइङ इज द मोस्ट करेक्ट इस्टिमेट, डिटेल इस्टिमेट भइहाल्यो। डकुमेन्ट सप्लिमेन्टिङ द ड्रइङ टु फर्निस इन्फर्मेसन that are not covered in drawing and explaining the workmanship and the method of work to facilitate proper work execution at site। के चाहिन्छ त स्पेसिफिकेसन चाहिन्छ है त। यो भएपछि के चाहिन्छ स्पेसिफिकेसन। थिकनेस अफ 25 mm गज सिट भनेको छ होइन, फेरि लेस देन 1 mm। यसमा चाहिँ हाम्रो लगभग तपाईँको 19 गज भनेको चाहिँ 19 गज भनेको झन्डै के हुन्छ त 1 mm आउँछ है त। भनेपछि तपाईँको गज जति बढ्दै जान्छ थिकनेस के हुन्छ घट्दै जान्छ है। त्यो भएको कारणले गर्दाखेरि 25 mm भनेको त गज बढ्यो भनेपछि थिकनेस चाहिँ के हुने भयो लेस देन 1 mm। एन इस्टिमेट इज भनेको छ प्रोबेबल कस्ट arrived at before commencement of the project भइहाल्यो है। अनि अ डकुमेन्ट कन्टेनिङ detailed description of all items of work but their quantities are not mentioned together with their current rates are called, त्यसमा के हुने भयो त शेड्युल अफ रेट्स हुने भयो नि त। अब यो पनि एकदमै रिपिटेड क्वेसन हो। वर्किङ आउट द एक्ज्याक्ट क्वान्टिटिज अफ भेरियस आइटम्स अफ वर्क भनेको चाहिँ यो चाहिँ क्वान्टिटी सर्वेइङ। द एसेन्सियल रिक्वायरमेन्ट्स टु प्रिपेयर गुड इस्टिमेट भनेको छ फुल्ली डाइमेन्सन ड्रइङ पनि चाहियो, डिटेल स्पेसिफिकेसन चाहियो, सेड्युल अफ रेट्स चाहियो भनेपछि अल अफ द एबभ भइहाल्यो।
द युनिट अफ मेजरमेन्ट अफ यो त मेजरमेन्ट अफ ब्रिक सोलिङ भनेको के भयो त स्क्वायर मिटरमा भइहाल्यो। द टेक्निक अफ फाइन्डिङ फेयर प्राइस अफ एन एक्जिस्टिङ बिल्डिङ अर अ प्रपर्टीको फेयर प्राइस थाहा पाउने भनेको चाहिँ के हो त मेथड भनेको भ्यालुएसन हो। द स्पेसिफिक वेट अफ रेनफोर्स सिमेन्ट कङ्क्रिट इज भनेको छ होइन। रेनफोर्स सिमेन्ट कङ्क्रिटको स्पेसिफिक वेट भनेको के हुन्छ त 2500 अनि पिसिसीको के हुन्छ 2400 है त। युनिट अफ मेजरमेन्ट अफ रेनफोर्स स्टिल एन्ड आइरन वर्क इज टेकन इन टर्म्स अफ भनेको छ होइन। रेनफोर्समेन्ट र ऊ चाहिँ के गरिन्छ त हामीले किलोग्राम अथवा मेट्रिक टनमा डिल गरिन्छ है त। ल अहिलेलाई चाहिँ यति नै। हजुरहरू यो च्यानलमा जोडिँदै गर्नु होला, किनभने यो सँगसँगै मैले अर्को टपिकको पनि यसरी नै इम्पोर्टेन्ट अथवा रिपिटेड क्वेसनहरू अथवा फ्रिक्वेन्टली सोधिरहेको क्वेसनहरूलाई चाहिँ मैले हजुर सामु ल्याउन ट्राई गर्छु। अनि फिडब्याक पनि दिँदै गर्नु होला। अनि सबैलाई अब आफ्नो जर्नीको लागि बेस्ट अफ लक पनि भन्न चाहन्छु। अहिलेलाई यति भन्दै बिदा हुन्छु। हस्, धन्यवाद।